पता म तिमीलाई भूत ल्याउँछु हेलो साथीहरु आज चाहिँ हामी यो सानोतिनो मुकबाङ जस्तो खेल्ने हो सो मुकबाङ हो के हो अनि कस्तो हुँदो रहेछ सकेसम्म रमाइलो गर्ने कोसिस गर्छौं है आज चाहिँ हाम्रो खानेकुरामा के छ करेन्ट अनि चटपटे ससेज कुरकुरे चिप्स चीज बल यो के हुन् हामीसँग स्प्राइट पनि छ अनि हामी चाहिँ आज मुकबाङ गर्छौं फ्यामिली मुकबाङ गर्छौं सबैले आफ्नो नाम भनौं ल हेलो इट्स मी प्रमिला श्रेष्ठ अब यता भाउज हेलो सुमिना श्रेष्ठ तपाईको टर्न उताबाट हुन्छ म बबित श्रेष्ठ हेलो म चाहिँ प्रतिमा श्रेष्ठ तिमी भन्देऊ नाम भन्देऊ सुश्री श्रेष्ठ ल बस्नुस् छोरी ल ताली ल सबै ल अब खाना सुरु गरौँ है त अब के सुरु गर्ने गरौँ केबाट सुरु गर्ने उता सबैबाट सुरु गरौँ ल दिदी ल स्टार्ट है त चेयर्स सबैजना ससेज खाने ससेज खाने म चाहिँ करेन्टबाट सुरु गर्ने ल प्रतिमा ल हामी बुढाबुढी चाहिँ चेस गरेर खाँदै गर्छौं ल दिदी चेयर्स साथीहरुलाई चेस ल आज टाढा भन्छ नि यो फोटो उठेर मार्नु लागि नानीले ससेज म यहाँको कुन हो ए तु खान्छ र यो तिम्रो भएको हैन तपाईहरु सबैजना तपाईहरु दुईजनाले यो हामी दुईजनाले यो ए ओके एक मिनेट चिकन ससेज बक्स ससेज के भो यस हेर्नु न अहिले काकासँग जोडे ल सुनि आउँदा जो त काकासँग जो काकासँग जाने ल मार्नु पनि छ्याइ मार्नु पनि छ्याइ कस्तो के हुन्छ त्यसो गर्दा मेरो के सिंगान झरेछ नि त बर्थडेमा करेन्ट हौ करेन्ट खाइल फर्स्ट बाइट करेन्टको पिरो है फेरि भन्छ मलाई फेरि खासै पिरो मन पर्दैन काकु जाने एकछिन जाने आऊ काका छोरी बस्नु पिरो यार पिरो बुझ्नु छ है छोरी यहाँ बुझ्नु छ है पिरो लाग्छ है लास्ट टाइम गफ गर्दै खाऊँ हौ बरु क्वेसन सोधौँ भेनालाई के क्वेसन गेम गेम क्या सबैजनाले सोध्ने खाने ल ल ल जे सोद्धा नि भयो विगत तपाईँ भन्न कति नि वर्ष हुनु भन्नुभयो म थाहा छैन क्या साँच्चै भन्नुभयो साँच्चै हो कसम थाहा छैन म त कति लाग्यो म यहाँ लौ लौ फर्क्यौ 25 जयलाई फोन गरेर सोध्नु म चाहिँ ठ्याक्कै उमेर धेर भन्नु हुँदैन क्या म ठ्याक्क अहिले 18 पुगेर 19 लाग्नुभयो होइन 17 वर्ष नि 17 पुगेर 16 लाग्नुभयो 17 पुगेर 16 लाग्नुभयो पछि 18 लाग्छ पर्सि 18 लाग्छु भाउ कुरो गर्नुपर्छ होइन म यहाँ 5 लाग्छ नि फेरि होइन हामीलाई पनि यहाँ करेक्ट बज्यो क्या नानी कस्तो मलाई धेर बिर खायो भने त सिङ्गाना आउँछ यार आउँछ त आउँछ पिरो भन्छ आज फसान सचे छौ लौ ससेज ओइ मैले त चटपटे त एक पनि खाएको छैन यार
मन मिठो छ पिरो कम चाहिन्छ नि फेरि मलाई त पिरो भएपछि त फेरि मलाई त कस्तो हुन्छ फेरि त्यस्तो पुरै नगर्ने क्या कस्तो कुरा भने भन्नु नानी लभको चाहिँ कुरा नगर्ने बाजे त बेहुला भएको त को बाजे हो दिदीको पछाडि ए हाम्रो हजुरबा हो नि बेहुला भएको बेहुला हुनु भएको रहेछ क्या बाजे बाउ खान आउँछ पल्ट्योदैन चटपट ऊ खाऊ न ऊ त्यो छोरी दाइ भाउजू ठुलो फोटो भन्दै यतापट्टि तलकै फोटोमा के नानी हेर्न हजुर बाउ देख्यौ पछाडिपट्टिको रहेछ म त लास्टै पिरो भयो त यार अस्ति साग अर्केलाई झन्नै च्यालेन्ज छ हो सिङ्गे भएर क्या साग त्यो चाहिँ कसले जितेको मैले ए सुशीलले सबै कुरा यार नबोलाउन सानमा तिमी यो करेन्ट हेर्न है त्यस्तो नबोला नि छोरी कुटिसक्यो सानो छोरी बोल्नुपर्छ आम्मा हजुर कस्तो क्वेसन मलाई कस्तो क्वेसन थ्याङ्क यू ए कस्तो हो र के हो र किन हो र हाम्रो यो पहिलो मुखबाङ हो सेकेन्ड है प्रतिमाको पहिलो मेरो चाहिँ पहिलो पिरो भए चाहिँ अनि रमाइलो भइरहेको चाहिँ भएको छ नि त अहिलेसम्म एकदम खाऊ न हौ करेन्ट पुग्यो यति धेरै खाएर मैले खाइरहेको छु धेरै कस्तो छ सुशी मिठो होला सस खाउनुमा खानु ल नान छोरी यहाँ हुन्न अहिले दिनुका सुश्री यहाँ बिग्रिन्छ मेरो छोरी त के गर्छ नि के गर्छ नि यार सिद्धन नबितेको है पानी जान्छ यता तेरो छेउमा फेरि यहाँ चाहिँ यहाँ फेरि एउटा कुरा तिम्रो र मेरो सल्लाह हो पिर भयो त्यो अहिले पछि तिमीलाई ल हस् नगर नि अहिले चाहिँ दिएर सुनाउनु नि छोरी के चाहियो रे के चाहियो सुशीलाई माइक माइक दिएर पठाइदिनु ससेज दिएर पठाइदिनु चप पठाउने खाने अलि चाउचाउ के भयो यहाँ आयो पानी बाबुको बुनी त नरिबसी छ एकैचोटि के एउटै चम्चा फेरि अर्कोचोटि नि एउटै चम्चा बुनु जग्गा छोरी यार ओए एकछिन उता गर बुत्लिया यार हो फेरि सुरु त्यो काट्ने हो नि त दिन अरे क्या के रे दिउ दिउ त्यो चलाउनु भन नानी आवाज त्यसैमा छ सुश्री बोल्थे बस्थे आइयो नि भन्ने कि सधैँसम्म मसला हालेको ससेजमा कति मिठो हुन्छ है है हुन्छ ससेजमा मसला क्या यहाँ टाँसिदिन्छु ल आवाज आइहाल्ला नि यो त यहीँ छ त आवाज आउने त है यहाँ टाँसिदिने त्यो चाहियो त्यसलाई टाँसिदिने काकु जस्तै टाँस्ने ल ल म त खाने बेलामा बोल्दिनँ पैसा गम गम खाने अहिले फेरि बोकै हुन्छु क्या
खानु भयो हेर नि, सिङ्गानै आउनु लाग्यो। यहाँ छ त छुटाउनु म निकालिदिन्छु नि यता सिङ्गे हाल्दै मैले सकौँ ल आजलाई चाहिँ हामीले नि खाइसक्यौँ है ठिकै ठिकै रमाइलो भयो त्यस्तो तिमीलाई? ठिकै रमाइलो भयो मलाई त मैयालाई भाउजूलाई मान्छेलाई बस्नु पाएपछि खानु पाएपछि किन रमाइलो हुँदैन अँ। त्यति भन्नु न मलाई चाहिँ खासै रमाइलो भएन ठिकै ठिकै किन बिचमा एउटा केपट्टि सालले एकपट्टि बुढले च्यापेर हो क्या एउटा केपट्टि सालले एकपट्टि बुढले च्यापेर हो क्या फेरि हामी अर्कोचोटि रमाइलो गर्छौँ नि होइन यो चोटि Next खासै time. अलिअलि भयो नेक्स्ट टाइम चाहिँ हामी बोबालाई दिन्छौँ है फेरि ल आजलाई चाहिँ यति भन्दै भिडियोलाई हामी बन्द गर्न चाहन्छौँ भिडियो अन्तिमसम्म हेरिदिनु भयो माया गरिदिनु भयो लाइक नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला हामी यस्तै यस्तै भिडियो दिनदिनै ल्याइरहन्छौँ यति भन्दै आजलाई छुटौँ होला बाई 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 Thanks for watching my video. Subscribe.